नमस्ते, मेरो नाम चाहिँ सञ्जीव पराजुली हो। म चाहिँ धुलिखेल काभ्रे पलाञ्चोकबाट त्रिभुवन युनिभर्सिटी त्रिचन्द्र क्याम्पसबाट मैले मेरो मास्टर्स गरेको हो र यहाँ युनिभर्सिटी अफ मिसिसिपीमा चाहिँ म अहिले पिएचडी गरिरहेको छु र सेस्मिक जोन भन्छौँ हामी त्यो ठाउँलाई, जहाँ चाहिँ धेरै अर्थक्वेकहरू जाने गर्छ, धेरै भूकम्पहरू जाने गर्छ। र त्यहाँ म चाहिँ अब खोलाको चालको आधारमा खोला कसरी कता बगिरहेछ त्यो हेरेर त्यहाँको चाहिँ अर्थक्वेकको बारेमा इस्टिमेट पनि गर्छु र रिसर्च मेरो अलिअलि त्योसँग रिलेटेड पनि छ। प्लस मैले चाहिँ अब जहिले पनि भूकम्प भन्ने बित्तिकै भूकम्प चाहिँ एउटा फल्टसँग रिलेटेड हुन्छ, जहिले पनि दरार भन्छौँ त्यसलाई हामी नेपालीमा, दरारसँग रिलेटेड हुन्छ। र मैले गरिरहेको अर्थक्वेक स्टडी गरिरहेको ठाउँमा चाहिँ कुनै पनि दरारसँग रिलेटेड नभएको भएर अहिलेसम्म वैज्ञानिकहरूले पत्ता लगाउन नसकेको भएर मैले चाहिँ त्यो अर्थक्वेकलाई चाहिँ कुनै एउटा दरारसँग लिङ्क गरेर त्यसलाई अध्ययन गर्ने कोसिस गरिरहेको छु। धन्यवाद।